यो कलौटेले जंगलमा पनि हग्ने ठाउँ पाउँदैन, त्यही भएर बाल्टीमै हग्न लागिरहेको छ। तर कलौटे हग्नमा एकदमै मस्त थियो। त्यतिकैमा उसको खुट्टामा बिरालोको बच्चा आएर खेल्न थाल्छ। यो कलौटेको नाम ज्यासन हो। ज्यासनले साँच्चै नै यसलाई बिरालोको बच्चा नै सम्झिरहेको थियो। अब ज्यासनले यसलाई हातमा लिएर खेलाउन सुरु गर्छ। उसलाई यो बिरालोको बच्चा खेलाउन एकदमै मजा लागिरहेको थियो। ठिक त्यसै बेला त्यो ठाउँमा माउन्टेन लायन आइपुग्छ। त्यो माउन्टेन लायनको हेराइबाट उसले थाहा पाउँछ यो कुनै बिरालोको बच्चा होइन, यो त यही माउन्टेन लायनको बच्चा हो। त्यो माउन्टेन लायन आफ्नो बच्चा खेलाइरहेको देखेर एकदमै आक्रामक मुडमा आउँछ। तर ज्यासनको पनि हालत एकदमै खराब भइसकेको थियो। त्यसकारण तुरुन्तै त्यो बच्चालाई त्यहीँ फालेर हग्न पनि छोडेर ऊ हाम फालेर भाग्न थाल्छ। यसरी ज्यासन चट्टानहरूबाट हाम फाल्दै भागिरहेको हुन्छ र माउन्टेन लायन पनि उसको पछि पछि दौडिरहेको हुन्छ। ज्यासन त्यसरी भागिरहेको उसको साथीहरूले पनि देखिरहेको हुन्छ। ज्यासन भाग्दै भाग्दै पहाडको तलतिर आइपुग्छ। तब उसले के सोचिरहेको थियो भने सायद अब त्यो माउन्टेन लायनले उसलाई लखेट्न छोडिसकेको छ। तर अचानक त्यो माउन्टेन लायनले ऊमाथि सिधै आक्रमण गर्छ। ज्यासनले जसोतसो आफूलाई छुटाउँछ र आफ्नो ब्यागमा रहेको बेहोस बनाउने इन्जेक्सन हातमा लिएर तयार हुन्छ। जब फेरि माउन्टेन लायन ऊमाथि आक्रमण गर्छ, ज्यासनले पनि त्यही मौकामा इन्जेक्सन लगाउनमा सफल हुन्छ र यसरी ज्यासनले त्यो माउन्टेन लायनबाट आफ्नो ज्यान बचाउन सफल हुन्छ।